हेलो गाइज, हामी भारदेव मिनी रिसोर्टमा घुम्न आएको। अघिदेखि तलबाट स्ट्रगल गर्दै आएको। अब तल त कति धेरै पहिरो बाटो थियो, तैपनि धन्न थ्याङ्क गड हामी यहाँसम्म आउन चाहिँ सफल भयो। अब आउँदा त राम्रोसित आयो होइन, अब जाँदा के हुन्छ थाहा छैन। जे होस् यहाँसम्म चाहिँ आइसकेका छौँ। गाइज, यो भारदेव मिनी रिसोर्टको टपबाट हेर्दा चाहिँ सबै देखिन्छ। यो चाहिँ मिनी रिसोर्ट हो। रिसोर्ट चाहिँ यहाँ तल छ। अब अहिले जान मिल्दैन, हामी घुम्न मात्र आएको बिहानको फ्रेस एयरमा। अनि अब बिहानको फ्रेस एयरमा त दिमाग पनि फ्रेस, माइन्ड पनि फ्रेस हुन्छ होइन। अनि त्यहाँबाट यो चाहिँ डाँडाकाँडा यहाँको सिन चाहिँ एकदम दामी छ कि। यहाँ माथि टपबाट चाहिँ हेर्दाखेरि सबै देखिन्छ। अनि यहाँबाट तल चौरमा पनि एकदम खतरा छ। बाइक सिक्ने मान्छेहरू चाहिँ प्रायः यहीँ आउने गर्छन्। अनि यहाँबाट सबै देखिन्छ। रनिङ गर्नको लागि चाहिँ एकदमै उपयुक्त ठाउँ चाहिँ यो नै रहेको छ। सबैजना रनिङ गर्न चाहिँ यहाँसम्म आउँछ। एकदम डेन्जरै छ। अब हिजोको पानीले त कति ठाउँमा पहिरो नै गएछ। अब हामीलाई थाहा थिएन। यहाँ चाहिँ ओहो, यो गाउँको अध्यक्षज्यू चाहिँ त्यहाँ पुरै एक्सर्साइज गरेर बस्नु भएको छ। हजुर, ए यहाँ त्यतिकै घुम्न आएको बिहानको फ्रेस हावामा। यो चाहिँ भारदेव मिनी रिसोर्ट। यहाँबाट तल चाहिँ एकदमै खतरा बाटोहरू छ। अब फ्री टाइम भएको बेलामा दिउँसोमा यहाँबाट तल पनि जान्छौँ हामी। एकदम खतरा सिन छ के यहाँ त। ल यहाँबाट चाहिँ सब देखिन्छ होइन, बादलहरू। ल जाऊँ। अब चाहिँ हामी जान लाग्यो। भारदेव मिनी रिसोर्ट। दिउँसो घुम्न चाहिँ आज यहीँ आउनु पर्ला जस्तो खतरा लागेको ठाउँ छ होइन। तलको सिनहरू नगएको कति भएको थियो। यो माथि चाहिँ बनाएन। अब कसैको घर त टाढा हुन्छ होइन, अनि यहाँ माथि पनि मान्छेहरू बस्छन् क्या। सो अब हामी चाहिँ जाँदैछौँ गाइज। बाटो चाहिँ एकदमै अप्ठ्यारो छ होइन। बिच बाटोमा के हुन्छ थाहा छैन, तैपनि गडले प्रे गर्नुपर्छ। अब गडलाई सम्झी हामी जानेछौँ। घाम लाग्नलाई लेट्स गो। घामको टल्काइ हेर्नुहोस् है गाईको चाहिँ घाम लागिसकेको छ हाम्रो गाउँमा चाहिँ। हामी चाहिँ बिहानको फ्रेस हावा खान आएको। म 10 बजे रिजल्ट हेरेर जान्छु। ओके गाइज, सो यहाँ चाहिँ कोही दुध लिएर गइरहेको छ है गाइज। यहाँ भैँसीको दुध। यहाँ चाहिँ दुईवटा बुढा र बुढी कुकुर आइरहेछ। रमाइलो हुन्छ नि घुमेर घाँसहरू
एकदमै उफारिरहेको छ क्यामेरा किरमिर देखिरहेको छ सबै बेसी बाटो भएको हेर्नुहोस् है यहाँ चाहिँ पानी खाने ठाउँ है यो गाउँलेहरूको एकदमै हार्ड बाटोको बिचमा एउटा चरा आइरहेछ आकाश हेर्नु गाइस हामी चाहिँ अहिले गइरहेको छौँ अब एकदमै डेन्जर बाटो त आउँदैछ अप्ठ्यारो बाटो आयो गाइस आया यो चाहिँ पहिरो लडेर यस्तो चप्पल मगाएको Oh shit guys आयो हामी thank god हातहरू सबै देखाएर बस्छ